ओके, आज हामी अर्को नयाँ टोल घुम्न गइरहेको छु। सुरुमै दिदीहरू त्यहाँ घाँस काटिराख्नु भएको थियो। हामी आफ्नो गफ गर्दै हामी अगाडि बढ्यौँ। साइडमा यस्तो जालीको बार लगाएको थियो। गहुँको बारी पनि हेऱ्यौँ। गहुँ लगभग पाक्नै आँटेको थियो। साइडमा केटाकेटीहरू खेलिरहेको थिए। हामीले एकछिन तिनीहरूलाई फुटबल खेल्न पठायौँ। केटाहरूले फुटबल पनि खेल्यो, मजाले खेलिरहेको थिए। अनि हामीले यता साइडमा एकजना नानी बसेको देख्यौँ। नानी चाहिँ आफ्नै पारामा टक्क बसिरहेको थिए। खै किन बस्यो त्यसरी चाहिँ थाहा भएन। हामीले त्यहाँभन्दा पनि अगाडि टोल घुम्न गयौँ। यता सर चाहिँ सायद आज डे ड्युटी भएर होला, एकछिन हामीलाई चेक गर्यो। हामीसँग त्यस्तो केही थिएन अनि हामीलाई जान दियो। त्यहाँबाट हामी टक्क अगाडि गयौँ। दुईजना सरहरू चाहिँ रातिको ड्युटी भएर होला रेस्ट गरिराख्नु भएको थियो। हामीलाई केही डिस्टर्ब गरेनौँ र अगाडि बढ्यौँ। घरहरू बनाउने मेटेरियलहरू यता थियो। एकछिन हेऱ्यौँ हामीले। त्यहाँबाट पनि अगाडि बढ्यौँ। दुईवटा कुखुराको बुढाबुढीहरू टक्क घुमिरहेको थिए। अनि हामी अफरोड बाटो हुँदै अगाडि गयौँ। अफरोड बाटोमा एकदम नेपाली पाउडरहरू प्रशस्त मात्रामा थियो। हामीले अगाडि गएर एउटा जुत्ता पार्टीको झन्डा पनि देख्यौँ, पोलमा झुन्डाएको झन्डा। त्यहाँबाट अगाडि गयौँ। बच्चाहरू खेलिरहेको थिए। सायद पछाडि फ्युचरमा गएर ड्राइभर बन्ने सोच भएर होला। एउटा बाबुले चाहिँ ट्र्याक्टर चलाइरहेको देख्यौँ। एकछिन यस्तो बाबुहरू खेल्या हेऱ्यौँ। जे होस् बच्चामा रमाइलो हुन्छ खेल्दाखेरि। हामीले पनि बच्चामा राम्रोसँग खेलेरै आएको थियौँ। यता अर्को थियो, दुईजना नानीहरू खेलिरहेको थिए। यो नानीलाई एकचोटि आफूतिर बोलाउन खोज्यौँ, तर नानी कस्तो लाजले भुतुक्कै भइन्। नानी त पुरै लाजले रुखको पछाडि लुकिरहेको थियो। त्यही पनि हामीले भिडियो बनायौँ। अनि अगाडि गएर एउटा गाईको बच्चा देख्यौँ, तर हामीले के गरेन, अगाडि हिँड्यौँ। यस्तो भ्यूहरू एकछिन टक्क सुनौलो भ्यूहरू, मजाको भ्यूहरू हेऱ्यौँ। दाइले दुध बेच्न हिँड्नुभयो होला, सायद हातमा दुध थियो। दुध मागौँ भनेको दाइले फेरि रिसाउनुहुन्छ कि भनेर हामीले नमागेर अगाडि हिँड्यौँ। एउटा नानी के पो खाइरहेको थिए, मस्तसँग खाइरहेको देख्यौँ। आमामा क्या डेन्जर खाइरह। फेरि हामीलाई देखेर लजाएर भागी। हामी त्यहाँबाट अगाडि पुग्यौँ। अगाडि फेरि अफरोड नै बाटो थियो। साइडमा नयाँ एउटा कोलोनी बनाइरहेको देख्यौँ। राम्रो थियो कोलोनीहरू। त्यहाँबाट पनि अगाडि म्याराथनको रेसरहरू दौडिरहेको देख्यौँ। आमामा क्या डेन्जर दौडिरहेछन्। म्याराथनको रेसरहरूले हामीलाई छोडेर अगाडि गयो। एउटा बाजे भेटिनु भयो। बाजे खै के खोजिराख्नु भएको थियो, आफ्नै तालमा हुनुहुन्थ्यो। हामीले बाजेलाई डिस्टर्ब गरेनौँ, हामी अगाडि गयौँ। हामी प्लटिङ पुग्यौँ, किर्तिपुरको प्लटिङमा। प्लटिङमा यता साइडपट्टि नयाँ प्लटिङको लागि जमिन तयार गरिँदै थियो। बाजे फेरि हाम्रो पछि हामी पछि नै आउनु भएको रहेछ। तर हामीले के गरेन बाजेलाई, अब आफ्नै सोचमा हुनुहुन्थ्यो, डिस्टर्ब गर्नु भएन भनेर यस्तो सिन हेऱ्यौँ। अनि नयाँ यो जमिन तयार गरिँदै थियो प्लटिङको लागि।